बैगन रोम रोम भाइयों दिमाग खराब हो जाएगा। मैं माँ अम्मा बहन पे आ जाऊंगा मैं इनकी। कंट्रोल कंट्रोल उदय गाइस थारू गोडो ब्लग छ्याजा नमस्ते आज चाहिँ क्याममा लाएर सिलिम्बारामा रङका दोकान खोलेर दुई तिनवटा सामान लिएर माथि ट्यागको जान्छु टक्क लाएर भित्र पनि आयो होइन। अब माथि कोठामा लिएर जानको लागि होइन टक्क म फ्रिज खोल्छु यहाँ। अब फ्रिजबाट दुई तिनवटा सामान म चाहिँ अलिक कन्फ्युजमा छु कि होइन। यहाँ दुईवटा चिकन रहेछ कुन चाहिँ लिएर जाने डब्बाहरू होइन। दोकान टोटल्ली आजको दिन चाहिँ छुट्टी होइन। ट्याक्क अब ट्याक्क दुध खाने भयो भनौँ है दुध छ यहाँ। अब यति सामान लिएर माथि कोठातिर जान्छु। अब यता चाहिँ अर्को दोकान छ होइन। ट्याक्क के खाने हो ट्याक्क भनौँ है गाइस। ट्याक्क हाम्रो मेनुमा चाहिँ डान्स छ। भित्रको लुक्स दामी छ नि भित्रको लुक्स। अब सटर डाउन हान्दिन लगाएको सटर डाउन लाएर कस्तो देखिरहेको छ गाइस कमेन्ट हाल्नु भयो मलाई चाहिँ होइन। जस्तो हेर्दा त आफू त बुढो मान्छे जस्तो देखेछ होइन। कोही तरुनीले नि हेर्दैन आँखा यसो छड्के आँखा नि हेर्दैन किन हो भने तर बुढो भइयो यतिकैमा दारी जुगानी आइसक्यो गाइस। सो म चाहिँ अब माथितिर जामा लाएर सामान बोक्दै चल्दै जामा लाएर होइन। पीडा दिनमा मान्छे चिल्ला होइन यस्तै छ। कोही बात नै मुर्गी की दाँत नै। Oh my god! Wow! Oh my! लाएर म चाहिँ होइन ट्याक्क बसेर लसुन चलाउँदै बसिरहेको छु सब्जीको लागि। दामी हिरो देखिसक्यो त हो भने ट्याक्क बस्यो चाहिँ अब हप्तै बढे मान्छे लसुन रहेछ क्या म बनाउनको खेलाउन पनि बहुत मजा आउने। आज चाहिँ होइन छुट्टी भएको कारणले 11 बजीसम्म डरै सुति तान्थेँ कि म फेरि के गर्नु यस्तै छ जिन्दगी। भुँडी सुन्नेको भने जस्तै तल्ती त अब दुइटा झुन्डेको भने जस्तै भइरहेको जिन्दगी। के भन्नु त के भन्नु त होइन। उल्टो बोल्छु कि म फेरि बेला बेलामा दिमाग सड्किन्छ र को गाह्रो हुन्छ भने कुन दिन आफ्नो नाम भुल्ने पनि छैन गाइस होइन। मुहारमा हाँसो मनमा पीडा यस्तै छ जिन्दगी। जिन्दगी चल्न त चलेछ पिरै पिरमा छ भने जस्तो भइरहेछ। मलाई चाहिँ फेरि भिडियो चाहिँ दामी बनाउन मन लाग्छ गाइस होइन। तर आफूले चाहिँ अलि बोल्न चाहिँ आउँदैन क्या होइन। के भनेर ट्याक्क बोल्नुपर्छ भनेर होइन धेरै सोझो भयो कि त्यही भएर होला एउटा तरुनी पनि नपटेको एउटा सोटिनीले नै हेर्दैन त अनि फुटेको आँखाले पनि के गर्नु गाह्रो छ जिन्दगी। आफू यस्तो अहिले सिङ्गलै हुन्छ त यस्तो गाह्रो छ पछि अर्काको छोरी लिएर आइस के होला हो मेरो जिन्दगी गाइस। गाह्रो पो छ त हो जिन्दगी सोचे जस्तो कहाँ हुँदो रहेछ। जिन्दगी चल्न त चरेछ पिरै पिरमा छ होइन। के गर्नु सम्झिने कोही पनि छैन यहाँ त। ट्याक्क मलाई पनि होइन एक दिन चाहिँ खतरा ठुलो युट्युबर बन्ने चाहना छ कि सब्सक्राइबरहरू पनि बल्ल 95 पुगेछ होइन। यस्तो सबैजना मिलेर साथ सपोर्ट गरेर सब्सक्राइब गरिदिनु होला मेरो वाइडी च्यानलमा र हजुरले मलाई सपोर्ट गर्नु होला। हजुरहरूले मैले हजुरलाई सपोर्ट गर्छु र मेरो भिडियोमा के कस्तो छ सुरुदेखि लास्टसम्म हेरिदिनु होला स्किप नगरिकन होइन। हजुरलाई कस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। त्यही हो जिन्दगीमा होइन यस्तो टाइम पास पनि गर्नुपर्छ कहिलेकाहीँ हुनुपर्छ भिडियो नि बनाइराख्नुपर्छ। कन्टेन्टहरू चाहिँ मलाई अलि राम्रो बनाउन आउँदैन त्यसमा म क्षमा चाहन्छु हजुरहरूलाई। यस्तो डान्स गर्ने भनेर यत्रो ठुलो सेल्फी स्टिकर लिएर आयो होइन। तर डान्स गर्न त गर्छु होइन मलाई डान्स गर्नै आउँदैन भने
यस्तो मलाई चाहिँ यस्तो डान्स सिकाउने चाहिँ एउटा यस्तो कोही भेटाए त हुन्थ्यो भनेको क्या यस्तो डान्स पनि राम्रो इम्प्रुभमेन्ट हुन्थ्यो कि होइन डान्स पनि गर्न त मन लाग्छ खुट्टा चले हात चल्दैन जिगज्याग हुन्छ के गर्नु यस्तो छ भ्लग बनाउँछु भने कन्टेन्ट गराउँदाखेरि बोल्नलाई केही शब्द आउँदैन मुखबाट टिकटकमा बनाउँछु भन्दा टिकटकमा त छ्यापेर डान्स भिडियो फोटोसोटो म चाहिँ अब बिहान स्वाइफाई कम्पनी भइदिएको होइन उठाउने यसो छुट्टीको बेलामा स्याहारसुप गरेर साफसुफ गर्ने हुन पऱ्यो नि होइन केटा कुनै तरुनीले आँखा लगाइहाल्छ कि होइन यतिको केटा भएपछि यतिको हुनुपर्छ भन्ने टाइपको हुन पऱ्यो नि होइन मान्छे भएपछि जिन्दगीमा यस्तो छ कोठाको हालत इधर देखो न एक बन्दे सोरा है मैं क्या सकता हूँ होइन हाम्रो यस्तो लुक्स दिइरहन्छ बेला बेलामा देखो न कमी लाग्दै देखो हेरो होइन कमिलाको यहाँ त्यहाँ ह्याप्पीडेन्ट कसले राखेर रहेछ पुरा कमिला हाटेर चलाएको छ कि फुलपाती बाँकेर मनोकामना के छ सुर मन मिल्ने मायाको मनोकामना मुटुमै राखौला पारा म चाहिँ अब कचेडा खानालाई तलतिर जाँदैछु एउटा भाग त्यो के भन्छ अरे यो भाग एउटा ठुलो बकेट भरि सक्नु महिना कचेडा 10 मिनट अब तलतिर जान्छु त्यो फालेर पछाडि ब्याकग्राउन्डहरू देख्न सक्नुहुन्छ गाइस हामी छ कोही तल बसिरहेकोले मैले के भनेर मलाई नोटिस गर्दैछौ कोहीले त्यस्तै छ हेर्नु अब तलतिर गएर होइन कचेडा हुँदाएर सपना गएर सरफ लिएर जानु पर्यो ट्याक्क आएर अब कचेडा खाने ठाउँ नि आयो कचेडा यहाँ हुँदाइदियो यहाँ पछाडि चाहिँ कचेडा हुँदाउने ठाउँ रहेको यो फेरि यहाँ फेरि जलाइ राख्नुपर्ने कि बेला बेलामा डान्स पारामा हुन्छ लभली पारामा ठाउँ गुरुङ भनेको ठाउँ गुरुङ नै हो नि होइन गाइस चिलिम पारामा हो नि त भने झ्याममा लाएर ट्याक्क लाएर दोकानबाट एउटा सराप लिएर माथि जाँदैछु होइन भारी जुगाले गर्दाखेरि अलि बुढो जस्तो नि देखे जस्तो लाग्यो अब चाहिँ ट्याक्क लाएर दारी जुगा सोरा पारेर फ्यान्सी भइदिने बल्ल 16 वर्ष जवानी छिटो भने जस्तो है त गुड मर्निङ सबैलाई बिहान गुड मर्निङ भन्न बिर्सिन्छ ल चिया ल मिल्क टी है त ल सबैलाई ल चेस दोकानमा आउनु पऱ्यो क्या गाइस फेरि के गर्नु यार के गर्नु यस्तै छ जिन्दगी फेरि अब के गर्नु होइन 2 चोटि दोकान खोल्नु पऱ्यो फेरि दोकान बन्दको दिन चाहिँ होइन कराई बोक्नु पऱ्यो एउटा अघि नै सेतो डब्बाको मासुलाई अहिले यसरी कालो डब्बाको मासु लिएर आयो भनेर आएको यो हाले फेरि कराएर यो मासु मात्रै लगाएर नि भएन अब त्यसलाई छोप्नको लागि ढक्कन पनि बोक्दैछु क्या अब दोकान बन्द गर्छु आउँदिनँ अब त बोल जा भन्यो भने आउँछु त सिर्फ भरे बेलुका अब चलो गाइस चलो होइन 20 रुपियाँको फ्रुटी खायो मजा लियो लाग्यो कोठातिर यस्तो पिम्पलै पिम्पल लाग्यो यार जति नै दबाई लगाए पनि जुन नै फेस वास युज गरे नि किन हो भने काम नगर्ने यार कुनै टिप्स भनौँ त पिम्पल रिमुभ गर्ने के गर्ने यार मजा खाएर अब मजा गर्दै बस्नु पर्यो अब के गर्ने जिन्दगी यस्तै छ पुरा दिनमा यस्तै छ
कोही छैन आफ्नो पनि यहाँ सबै पढाइ भइसक्यो पैसा हुँदा नजिक नत्र टाढा भने जस्तो भइसक्यो पैसा पनि आइहाल्यो हातमा 2000 भने नि अब अरू घर पठाइदिन पर्यो अब पैसा पैसा भन्दै उडाउँदै बस्ने हो नि त अब यस्तो के गर्नु यस्तै छ जिन्दगी पैसा छ त सबै कुरा छ छैन त केही छैन हुन त भुल मेरो नै भयो होइन तर यो पैसा र माया भन्ने चिज बेलैमा चिन्नु पर्दो रहेछ नत्र पछि नराम्रोसँग रिग्रेट हुँदो रहेछ क्या त्यही भएर अब चाहिँ अरू कसैको मायामा पऱ्यो भने चाहिँ एकदम होइन कदर गर्न चाहिँ पर्दो रहेछ क्या एकले अर्कोलाई बुझ्नु पर्ने रहेछ त्यही हो माया भन्ने चिज आफूले चाहेको केटी नपाउँदो रहेछ अरूले आफूले माया गर्ने केटीको माया आफूले नबुझेर नै भुल गर्यो त्यसको लागि क्षमा चाहन्छु होइन अब ऊ आफूसँग नभए पनि आफूसँगै छ जस्तो महसुस गर्नुपर्दो रहेछ उसलाई सम्झेर त्यही हो समथिङ हर्ट्स पैसा छ त सब कुछ छ छैन त केही छैन पैसा बचाउनु त पऱ्यो नि पैसा पैसा या हनी सिंगर सारारारा एक आदमी में इतना टैलेंट कैसे होता है के गर्नु जिन्दगीमा पैसा छ त सबै कुरा छ भन्छन् यो माया भन्ने चिज पैसा भन्ने चिज नभई नहुने रहेछ के गर्नु आफूसँग माया छैन त के हो पैसा छ त के गर्नु होइन आफ्नो लागि यही हो मेरो लागि धेरै ठुलो कुरो पैसा हुनु नै सौभाग्यको कुरा पैसा दोकानमा आउँदिन भनेको फेरि म्यागी मसला र चिकन मसला लिन आउनु पऱ्यो क्या 10 रुपियाँ 10को 20 रुपियाँ टोटल मोबाइल पनि चार्ज खतम हुन लागेको हुन्छ त किन किन हो म यति साह्रो कालो कमेन्ट हान्दिउँ त कि परी धरतीमा झरी नछुटिने बाहुनीको चिनो हो यो मेरो हातको कालो डोरी भन्नु मात्र हो छोडेर गइहाल्यो के गर्नु खाना खाबो होइन अरू भाषामा चाहिँ मासुलाई चाहिँ स्या भन्छ न स्या छ दाल छ खैनी भनेर भात भयो अब ल नास्तामा चाहियो जब तँ भिडियो बनावा तर अब ने यसो चाहिए यो यसो यसो मुज हो थोल परि अलि ह्यान्डसम तल पऱ्यो त्यही इमेजहरू यसो रिली लगाइदिने होइन खाना खाएर गयो होइन अब सय कम्पनी गरेर साबुन लगायो भाँडा बर्तनमा होइन अब चाहिँ म ज्याम लगाएर पोखाल्छु त्यहाँको यहाँ चाहिँ भाँडा बर्तन धुँदैछु साबुन लगाइसकेँ मैले झ्यामझुम पानी हाल्ने पोखाल्नु झ्यामझुम राखिदिने होइन सय कम्पनी झ्यामझुम सबै साबुन पानी हाल्ने पोखाल्ने झ्यामझुम राखिदिनु होइन यही नै हो थाहा पाए म तिम्रो रहेनछ तिम्रो माया पाएन होइन खासमा यो ओरिजिनल सङ हामीसँग मेरो अलिक गरे बुढो मान्छे जस्तो माइन्ड नगर्नु होला सङ देखेर मैले गाएको छु गुजीमा दम छैन मेरो गुजीमा दम छैन गुजी बसेको नहुने मान्छे केही पनि काम छैन अहिले त पैसा भएर खासी कुनै दिन दियो होला खाउको ब्लग हेर्नु होला न त यस्तो इन्टरटेनमेन्टको लागि सय कम्पनी खत्तम पानी ल्याममा खायो अनि यता माथितिर ल्याममा राख्यो भाँडा तुरको ठाउँको तलबाट यस्तो निकाल्यो कचेटाले फुत्त फाल्यो होइन अब चाहिँ होला सिलिम पारामा लभली पारामा हो खासमा होइन मैले अलिक बिर्सिन्छु कि बेला बेलामा मैले म कहाँ गएको थिएँ भन्ने कुरा नि बिर्सिन्छु कुनै दिन आफ्नो नाम के हो भन्ने नि बिर्सिने बिर्सेन होइन त्यही भएर माइन्ड चाहिँ नगर्नु ल त्यो बिर्सिने बानी चाहिँ साह्रै गर्नु परेछ के गर्नु होइन
अहिलेको पैसो भएन काजी कुन दिन देखाउला गोजीमा सुक्को भएको बेलामा घुमाउन लैजाउँला होइन एकदम ह्यान्डसेल अब चाहिँ ढक्क यो चाहिँ कड हानिदिनु पऱ्यो होइन यो चाहिँ पालै पऱ्यो होइन अब बिहानबाट उठेर मुख त पानी सानी छड्कायो अब मुखमा चाहिँ फेसवास लगाएर मुख धुनु पऱ्यो होइन फेसवास त मैले औँसी पुर्ने आए जस्तो धुन्छु फेरि मुख धोयो भने फेसवासले त्यही भएर आज चाहिँ धुनु पऱ्यो ट्याक्कै यो बोकेदारी काट्दिन पऱ्यो अनि भर्खर स्विट 16 हुनु पऱ्यो नि त अब के छ त्यस्तो तिमीसँग के मोहनी जादु गर्यो मेरो यो मुटु चोरी लग्यो ट्याक्क मैले फेरि रुस पनि होइन औँसी पुर्ने आए जस्तो गर्न लाउँछु क्या के गर्नु रुसमा एक हप्तामा एकचोटि धुन लाए जस्तो भयो क्या टाइम नै अलि मिल्दैन अरू बेला मेरो ब्याकग्राउन्ड मोबाइलको स्कुलको हुँदाखेरिको 9 क्लासमा हुँदा बेलाको फोटो हो क्या होइन 100 रुपियाँको नोट सिङ्गल स्टिक ट्याक्क लगाएर युज गर्छु घाममा लगाएर पानी सानाहरू कुल्छेन बल्ल लाँदाले सेतो भयो अघि भन्दा त धुम भनेको पानी जाम भएर सबै निस्कियो बाहिर होइन अब यहाँ अघि भाँडा माझेको ठाउँमा मुख धुन लाग्यो यही फेसवास होइन हप्तामा एकचोटि धुन्छु कि बिहान अल्छिने ढिलो टाइम मिल्दैन त्यही भएर अब त्यहाँ फेसवासले मुख सुख धोइदिउँ यहीँभित्र दारी सारी खुरेर चिली पारामा लभली पारामा ह्यान्डसम कोही बात नहीं मुर्गी की बात नहीं ज्यादा म फेरि अलिक टाइम लगाउँछु मुख धुने चक्करमा होइन फेरि मैले मुख धुन लाग्यो भने त 10-20 चोटि त पानी त मुखमा हाले गर्छु होइन मुख पानी हाल्ने चक्करमा कडाई त्यो असारको महिनामा त्यही आली हाल्दा गएको भन्दा नि आएकै भिज्यो क्या के गर्नु होइन आली हाल्नु जाने बेला नि यति साह्रै त हुँदैन होइन अब आफ्नो तलतिर यो दारी खटाउँछ क्या त्यति बेला अब अलि ह्यान्ची हुनु पऱ्यो नि होइन स्विट 16 बन्दै नि अन्त अब ह्यान्ची देखियो कि भन भ्याक्क लगाएर बल्ल 18 वर्षको केटा जस्तो देखियो क्या अब यो तल माथिको जुन कता राख्नुपर्छ होइन बल्ल ह्यान्ची देखियो नि होइन पारा अन्त भिडियो धेरै लामो बनाएर काम छैन यतिमै इन्डिङ हान्दिएँ बल्ल अलिक गोरु न गोरु ह्यान्ची केटो देखेछ है अब चाहिँ एउटा न एउटा तरुनी चाहिँ फ्ल्याट हुनु जस्तो छ ल टाटा बाई बाई लभ यु अल सब्सक्राइब माई च्यानल थ्याङ्क यू एभ्रीवन